हेलो फ्रेन्ड, नमस्ते। आज हामी तपाईहरूलाई ललितपुर जिल्लामा रहेको सानो हात्तीवनतर्फ लैजाँदैछौँ। सानो हात्तीवन ललितपुरमा पहिलोपटक आउनुहुने भिजिटर्सलाई यसले लोभ्याउनेछ, आकर्षित गर्नेछ। सातो बाटोबाट गोदावरी जाने मूल मार्ग, मूल बाटो उरालो झर्ने बित्तिकै मूल बाटैको छेउमा रहेको सानो पहाडको ढिस्को नै सानो हात्तीवन हो, जहाँ पुगेपछि अपार आनन्दको अनुभूति हुन्छ। टिकटक राइजिङ स्टार शिव पन्त चैतन्यलाई आज सानो हात्तीवनमा घुमाउन ल्याएको छु। उहाँले यहाँ हेरेर मखदङ्ग हुनुभएको तस्विरमा स्पष्ट देख्न सकिन्छ। टिकटक स्टार शिवपन्त चैतन्यलाई सानो हात्तीवनमा पहिलोपटक भिजिटको लागि आउँदा कस्तो अनुभूति भयो भन्ने बारेमा उहाँकै मुखार वृन्दबाट बाँकी कुरा सुन्नुहोला। रमाइलो भयो, रमाइलो त के चाहिँ रमाइलो भयो त? के कुरा रमाइलो लाग्यो भनेर नि? अब स्वच्छ हावा थियो, माथि चाहिँ जङ्गल सानो सानो भए पनि थियो, पहाडको मान्छेलाई त्यति भएपछि पुगिहाल्यो नि। सिँढीको बाटो सिँढीको बाटो थियो, अनि यस्तो बाटो हिँडेर म चाहिँ स्कुल जान्थेँ पहिला। हजुर हजुर। अनि टिकटकको लागि त्यो ठाउँ राम्रो लागेन त मलाई? टिकटकको लागि त्यो आउटडोर सुटिङ गर्नको लागि राम्रो छ होइन? हजुर हजुर। तर म आउटडोर भन्दा नि इन्डोरै गर्ने भएको हुनाले मलाई त्यो आउटडोरको चाहिँ त्यति अनुभवै छैन कि। अनि मलाई बनाउनै आउँदैन कि। मन्दिर कस्तो लाग्यो त? त्यहाँको मन्दिर चट्टो लागेको मन्दिर, किराँतको चाहिँ मन्दिर राम्रो लाग्यो। हजुर। वरिपरिको आज पनि जाँदै हुन्छ? होइन, हामी त बेला बेला गइरहेको हुन्छौँ नि त। ए राम्रो छ। आज शनिबार के गरेर बिताउँदै हुनुहुन्छ त? आज त खासै बिहानै मर्निङ वाक गइयो, त्यही हात्तीवनतिरै गइएको थियो, तर त्यो माथि चढेनौँ हामी। जो समग्रमा रमाइलो लाग्यो। रमाइलो लाग्यो है। स्पेसली त्यस्तो केही त्यहाँको स्पेसल्ली भन्नाले हजुरको चाहिँ अब कौवा देखियो, धेरै बाद कौवा नदेखेको। कौवा हजुर। त्यही त मैले अब त्यस्तो राइजिङ टिकटक स्टारलाई त्यहाँसम्म पुर्याउन पाएँ होइन, त्यसको लागि धेरै धेरै धन्यवाद। के राइजिङ टिकटक स्टार भने केही हुँदैन खै, मेरो त अहिलेसम्म भइरहेछ नि यस्तो मजा। राइजिङ स्टारको रूपमा, टिकटकरको रूपमा चाहिँ अगाडि बढिरहनु भएको छ, भ्युज मात्रै त्यत्रो आइरहेछ होइन। जोस् त्यहाँ मजाले हामी दाजुभाइ घुम्यो, मजा आयो होइन त? खै त उसमा हाल्नुभयो त हजुरको चाहिँ युट्युबमा? अब एकैछिनमा हेर्नु त्यहाँ आइसकेको हुन्छ, रेकर्ड भइसकेछ। आदरणीय दर्शकवृन्द, यहाँहरूलाई हात्तीवनको दृश्यहरू हामीले देखायौँ। टिकटक राइजिङ स्टार शिवपन्त चैतन्यको अनुभवहरू, उहाँका कुराहरू पनि हामीले सुनाउन पायौँ। यहाँहरूलाई यो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद।